बाइक नकुदाउनु पर्ने रहेछ भने होइन, मेरो त आर्थिक अवस्था बाइक कुदाउने हो त होइन। ल सरकारलाई म मागै गर्छु नि त, मलाई पनि तपाईँको चाहिँ 7 जना सेक्युरिटी सहित एउटा गाडी दियोस् ल। एउटा जिम्मेवार मान्छे हो नि होइन, भविष्य बोकेको मान्छे हो, यो देशको राजनीतिक भविष्य बोकेको मान्छे होइन अर्को सम्मान। उसको सेक्युरिटीमा त्यत्रो धेरै तपाईँको चाहिँ के अरे होइन, यो सारा प्रहरी यो भनेको सबै शान्ति सुरक्षाको कुरा हो, त्यत्रो धेरै चिन्ता रहेछ भने होइन, दियोस् न त मलाई एउटा गाडी, 7 जना सेक्युरिटी राखिदियोस् होइन। त्यो दिन सक्छ त? सक्दैन। अनि मेरो आर्थिक अवस्थाले भ्याएको भनेको बाइक कुदाउने हो, बाइक कुदाउँछु, मेरो पर्सनल लाइफ के अरे लाइफ पनि हुन्छ होइन। सधैँभरि म चाहिँ यस्तो गरेर तनक्क उभिराख्नु पर्ने हो र होइन नि त। मेरो पर्सनल लाइफ हुन्छ, मेरो परिवारको लाइफ हुन्छ, मेरो तपाईँको चाहिँ सानो यस्ता कुराहरू हो नि पत्रकारजी।